전 아침입니다. 전 아침입니다. 우리들은 트레이닝하기 위해 가고 있습니다. 가고 준비하고 있습니다. 네. 네. 형님, 전 아침입니다. अहिले चाहिँ हामीहरू गेटभित्र प्रवेश गरिसकेछौँ तर खाना खाने समय चाहिँ अझै नभएर सबैजना कुरिरहेको छ। म चाहिँ यता ब्याग बोकेरै बसेको छु। अब क्लासमा राख्नु पर्यो ब्याग चाहिँ। हाम्रो क्लास त देख्न सक्नुभयो होला नि हजुरहरूले। धेरै टाढा छैन, कोही ग्रुप हो हाम्रो चाहिँ। हामी चाहिँ यता जान्छौँ। अरू क्लास चाहिँ सबैजना आफ्नो क्लासमा बसिरहेको छ। अब हाम्रो चाहिँ क्लास यता छेन्गुया 안녕하세요. ब्याग राखेर आउँछु ल। मेरो क्लास चाहिँ यो हो है। यहाँ चाहिँ हामीले पानी खान्छौँ। मेरो क्लास चाहिँ यो हो। मेरो फान्छ छेङ्गु दोरी। ओए वाह, सदुपयोग भइरहेको है समयको। कहाँ भ्याउने मैले, टन्नै छ नि। अब चाहिँ सबैलाई नास्ता दिने टाइम भइसकेको छ। सबैजना बस्दै हुनुहुन्छ। मेरो फान्जाङनिम पनि उता हुनुहुन्छ। आज पनि फेरि के हो आजको? ए आज पनि ब्रेड र अन्डा मात्रै रहेछ है। धेरै छैन, अब यति खानु पर्यो। 안녕하세요. 오늘 뭐 먹고 있어요? 오늘 계란하고 빵 네. 있어요. 아 진짜 잘 먹어. 네, 감사합니다. 네. अब चाहिँ खाजा खुजा पनि खाइसक्यो। अब क्लासमा आएको छु। अब फर्स्ट क्लास स्टार्ट हुनेवाला छ हाम्रो। सबैजना होमवर्क गर्दै हुनुहुन्छ यता। सिचाक नेपालबाट जाँदा करार पत्रमा भएको अवधिभन्दा बढी बस्नु हुँदैन। बस्नु परे पुनः श्रम स्वीकृति लिनुपर्दछ र बिमा पनि गर्नुपर्छ। सचेत भएर छाता लिएर आएको थियो। तपाईँहरू चाहिँ भिग्दै आउनु ल। पानी परिरह अनि मैले चाहिँ छाता लिएर आएको थिएँ मर्निङमै पानी पर्छ भनेर। अनि मलाई चाहिँ सजिलो भयो। अरूहरू चाहिँ भिज्छ है अब। म त अब चाहिँ अब है पानी पर्यो। पानी परेको भएर सबैजना है छाता एक एकजनालाई दिएर आइरह। अहिले चाहिँ लन्च टाइम छ हाम्रो। यो खाना चाहिँ हाम्रो पुरा ब्याच छ है। यो हाम्रो आजको खाना। यो मामा चाहिँ कुर्दै हुनुहुन्छ, म चाहिँ खाना लाएको। अब चाहिँ हाम्रो लन्च पछिको क्लासहरू पनि सबै सकिसक्यो है। अब चाहिँ हाम्रो खाजा खाने टाइम भइसकेछ। सबैजना हिँडिसक्नु भएको छ। अघि नै चाहिँ पानी आएको छ र अहिले चाहिँ छैन। हिँड्नु सक्नुहुन्छ। मौसम कुन टाइम हो? टी टाइम है। टी टाइममा के छ आज खाजा? चना भटोरे। उहाँहरूले चाहिँ खानामा धेरै बिजी हुनुहुन्छ, त्यही भएर बोल्नु भएन। थोरै भोक लाग्छ। पुरी है, भटुरी होइन है, पुरी है। छाल मगुसयो। लन्च खाएर पनि आइसकेछौँ। अब कति क्लास बाँकी छ हाम्रो? कतिवटा? 2 क्लास सकेपछि छुट्टी। साथीहरू चाहिँ त्यसो दिनु है। ओके क्लास के है। अब सबैजना छुट्टी भइसक्यो, घर गइरहेछौँ। लास्ट क्लास चाहिँ अनुप सरको थियो। एकदम दामी भयो। लास्ट हँसाउनु भयो, आफ्नो एक्सपिरियन्स बताउनु भयो। ए कहाँ चाहिँ